हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा फेरि पनि आज मैले नयाँ भिडियो लिएर आएको छु। आशा गर्दछु सधैँ चाहिँ हजुरहरूले यो भिडियोलाई धेरै माया गरिदिनुहुन्छ होला भन्ने आशाको साथमा आज मैले यो भिडियो स्टार्ट गरिरहेको छु। आजको भिडियोमा चाहिँ मानुङकोट जान लागेको हामी चाहिँ। अहिले चाहिँ हामी 3 बजे छ। आज हामी चाहिँ वहीँ मानुङकोट बस्ने हो। भोलि बिहानको भ्यू के कस्तो हुन्छ म हजुरहरूलाई देखाउँदै गर्छु है। त्यसैतिर अब हामी चाहिँ यहाँबाट हिँड्छौँ। यतातिर गोल्स हो। हमारे यहाँ ऐसा ही होता है। अब हामी चाहिँ मानुङकोटको लागि निस्किँदैछौँ। हाम्रो चाहिँ अब यहाँ बसमा जाने मान्छे वहीँ गएर भेटौँला। अब हामी घर गएर बस्नु है राम्रोसँग। हामी चाहिँ चल्यौँ। हामी चाहिँ घरबाट हिँडेर गए। दुईजना आउँदैछन्। एउटा बस्न साधनमा पुगिने यस्तो हुने रहेछ। हामी चाहिँ चल्यौँ। उहाँ हुनुहुन्छ हामी मानुङकोटतिर लाग्यौँ। राइडर केटी म 1, राइडर केटी म 2। हिलो टिप्लीला फेरि सेतो लुगा नि हिलो भएर धोका दियो यार। अर्को गइसके। हामीलाई स्कुटरले धोका दिएको अवस्था। हामी यहाँ मान्छेले कुटिरहेछौँ। स्कुटर बनाउने भैयाले कुटिरहेछौँ। सोचे थे जिन्दगीमा के भयो भोकले पेट कुरकुर भइसक्यो। छाउभन्दा आलुसँग जानुभयो। फाइनली गाइजहरु म एक्लै राति आइपुगेँ। फाइनली यहाँ मानुङकोटमा। यहाँ गाउँभन्दा मुन्तिरतिर आएर म भिडियो लिइराखेको छु। हेर्नु त कस्तो राम्रो देखिन्छ कि आम्मामा। अब म यहाँ चाहिँ मेरो स्कुटर यो स्कुटरले मलाई लास्टै गर्नु गरेर म आज ढिलो भएको। अब म फेरि जान्छु। साथीहरू अझै माथि छ अरे, अझै माथि जानु पर्यो। साथीहरूलाई ढुल्न नगरिकन जानु। म साथीहरूलाई भेट्न जान्छु। यस्तै जाडो भएको छ है। अनि यहाँ बसेको होमस्टे चाहिँ के हो? पियाम होमस्टे।
पोखरा मानुङकोट होमस्टे रहेछ यहाँ टक्कै यहाँ चाहिँ पार्किङ मैले चाहिँ यहाँ स्कुटर यहाँ राखिसकेको छु यो चाहिँ के हो यहाँ चाहिँ यस्तो बसेर बस्ने ठाउँ पनि रहेछ ठ्याक्कै यता किचनहरू होला सायद यो चाहिँ दमौली बजार होला नाइट भ्यू लालटिङ हेर लालटिङ लालटिङ होइन त हो नि लालटिङ यहाँ चाहिँ अब यहाँ तिमी भन्दा म पहिले हामीलाई के भन्नु हामी त मान्छे कस्तो तिमीहरूलाई अघि आउँदाको बाटो उस कस्तो भयो मेरो स्कुटरले गर्दा स्याङ्जाको है त उक्लिएर बाटोमा आउँदा मस्त भिडियो बनाउने आम्ला हानेको त छ नि ठिक त छ नि फेरि यत्तिकै फेरि यसै होला फेरि फेरि पिङुस होला फेरि छ्यामा यहाँ आउनुभएको अब यहाँ आइसिनी घर सम्झेर यहाँ बोडी छोडाएर बस्नु पकाएर नै आउनु अलि मिठो अहिले हामीले नै खाने हो क्या अलि मिठो मिठो टक्का पकाएर म मात्रै खान्छु होला फेरि यस्तो हो नि त हामीले खान्छौँ मिठो हुन्छ हौ जी भने म भागेर लुकेर बस्नु पर्छ सही सही ल हामी यहाँ लगाइसक्यो यहाँ दुईटा गेममा बिजी हामी तीनजना चाहिँ खानाको वेटिङमा झोलेर बसेका छौँ यता चाहिँ खाना रेडी हुँदैछ कतिखेर आउने मलाई भोक लगाइसक्यो आज बेलुकाको खाना है यो चाहिँ हाम्रो खाए ल तिमी तपाईँहरू चाहिँ गेम खेल्दै बस्नुहोस् ल हेलो एभ्रिवान गुड मर्निङ आज हाम्रो नेक्स्ट डे सेकेन्ड डे
हामी मानुङकोटमा अहिले हामी उठेर यहाँ माथि भ्यू हेर्न जान लागेको छौँ। हेलो गाइजहरू, गुड मर्निङ। गुड मर्निङ कान्छी। हेलो अन्त केटीहरू आउँदैछ यहाँ चाहिँ यस्तो गाउँ। जाडो त यस्तो चिसोले काटेर क्या नि। आजको भ्लग के कस्तो हुन्छ यस्तै छ साथीहरू। अहिले हामी अब त्यता टाढोतिर ढिलो छिटो ल जल्दी जल्दी भागम 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 ए भागम भागम रनिङ रनिङ रनिङ। छ्यामा भाग्नु भएको टाइम लाग्छ। अघि उठेर मैले तल हामी कोठाभन्दा बाहिरपट्टि टाइम पास गरिरहेको थिएँ, त्यता घामै निस्केको थिएन। अहिले हिँडेर यता आउनु लाग्यो घाम निस्केछ। त्यता घर भत्के भाग्नु पर्यो। चिसो त म श्याम ए यो 10 पनि रहेछ 10 सानो सानो। माई गॉड यताको होटल पनि राम्रो रहेछ। गाइजहरू कस्तो भयो त नि मर्निङ भ्यू पनि देखियो। बादल बादल हो कि के हो त्यो, बादल हो कि के हो त्यो पनि देखियो। घाम पनि खाइयो। राम्रो घाम चाहिँ खानुभयो, कपलकै त्यही छ त खाइयो। भिटामिन डी मजाले पाइयो। भिटामिन भिटामिन डी खाइयो। बिहान त्यही त अनुहारमा त्यस्तो हुन्छ सनक्रिम लगाएर होइन, क्रिम लगाएर भिटामिन डी सोच्दैन रे। छ्यामा कुरा छुट्टै हुन्छ है साथीहरू। यहाँ अलिक भिडियो यताबाट आउँदाखेरि एउटा त यो त हिमाल के भन्छ रुमतिर फेरि फर्किने। अब त्यहाँ गएर चाहिँ हामी चाहिँ अलिअलि टिकटकहरू बनाउँछौँ होला, चिया खाजासाजा खान्छौँ, त्यसपछि हामी घरतिर लाग्छौँ। अहिले घाम त माथिको छ। बिहानको ब्रेकफास्ट आइसकेको छ। सेतो सेतो पिना दाग बस्छ कि हाम्रो चाहिँ खाजामा ब्रेड, चना तरकारी, कालो चिया। लो बाङ्गे भयो म त नि यत्रो टाउको आउँछ नि त यहाँ त। सानो टाउको भएको उता, अलि ठिको टाउको भएको यहाँ, अनि ठुलो टाउको भएको म। मेरो त यो हो यसो गर्नु पर्छ। अब त्यो के नै हुन्छ अनि के त अहिले त सरी छाले गर्नु
हमारे यहाँ ऐसा ही होता है। के जाति बाँड्ने मामा फेरि मामा गुल्ट्यो भने दाइ त्यस्तो नगर्नु एउटा छ एउटा केटाले कोही पनि कहाँ दियो भने देखेन भने पहिला हामी पनि चल पर्छ यहाँ घुम्न जान पाइने किन पनि त्यो भाइरल भयो नि हिँड्नु पर्छ बाटोमा कति माथि हो मलाई चौधरमा राखेर हिँड्दै गर्ने माथि भने अलिक भित्र अब हामीहरू चाहिँ यहाँबाट निस्किनु लाग्यो घरतिर जानु लागेको स्कुटर स्टार्ट गर्दैछु। अब मैले चाहिँ अब बाटोमा भिडियो बनाउँदैन होला आज भिडियो यति नै थियो। हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला। ओके बाई बाई।